नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार गर्दछु। पुनः अस्ति चैत्र 15 गतेको जुन जनविद्रोह घोषणा कार्यक्रम थियो, हामी जनविद्रोह घोषणा कार्यक्रम शान्ति तरिकाले गर्न जाँदै गर्दाखेरि त्यहाँ मलाई मार्ने ठूलो योजना रहेछ र राज्यले गरेको आतंक, बर्बर आतंक, जो लघुवित्त पीडित थिए, सहकारी पीडित थिए, बैंक पीडित थिए र विदेश जाने परिवारका पीडितहरू थिए, सबैको हालत कस्तो थियो नेपालमा राज संस्था गएर हिन्दू राज्य गएपछि नेपालीहरूको हालत के भयो, त्यही आवाजलाई हामीले उठाएर बुलन्द गर्दै हामीले अघि बढाइसकेपछि अब हामीले लडाई जित्छौं, नेपाली नागरिकले लडाई जित्छ, जनविद्रोह सफल हुन्छ भनेर चैत 15 गते बिहानैदेखि विभिन्न वेशभूषामा युवा संघका केही व्यक्तिहरू र पुलिस प्रशासनका केही व्यक्तिहरू सिभिल ड्रेसमा हात हतियार सहित गएर त्यो घर माथि कसरी बिहानैदेखि गएर चाहिँ पुलिस र सुरक्षाकर्मीहरू चढेका छन्। र अर्को कुरो के छ भने हाम्रो अभियानले म फिल्ड कमान्डर, म कमान्डर हुँदाखेरि मेरो मुखबाट सुन्नुभयो तपाईहरुले चाहिँ नि सुनेको छ, फलानालाई आगो लगा, फलानो घर आगो लगा, गोली हान भनेर मैले त्यहाँ भनेको छु। बरु एयरपोर्ट कब्जा गरौं, संसद भवन कब्जा गरौं, मान्छेका घरमा आगो लगाउने, तोडफोड गर्ने काम नगर साथीभाइ हो भनेर मैले भनेको छु। तर